आज चाहिँ हामी काँक्रा उत्पादन लिइरहेको छौँ। आज चाहिँ यो नानीहरू गाईहरू चाहिँ अर्डर आएको छ बिहान। अब कति किलो निस्किन्छ आइरामा छौँ। यहाँ चाहिँ कतिको लोकल हो। काँक्रा चाहिँ ढोस्टे दामी छ, कलरहरू देख्न सक्नुहुन्छ। सानो छ तर अर्डर आएको छ, गर्नु पर्यो। र गाइस आवश्यक परेमा सम्पर्क गर्न सक्नुहुन्छ। भक्तपुरी लोकल काँक्रा फ्रेस आएर आफै टिपेर पनि लान सक्नुहुन्छ। ल गाइस देख्न सक्नुहुन्छ काँक्रा चाहिँ यति धेरै टिप्यो र काँक्राको क्वालिटी देख्न सक्नुहुन्छ। एकचोटि आफै आएर प्रत्यक्ष आएर यहाँ भिजिट गरेर हेर्न सक्नुहुन्छ काँक्रा चाहिँ कस्तो छ। अझै मैले छोडेको छु, 2-4 दिनमा फेरि निकाल्छु मैले। र अझै अर्को ठाउँमा पनि छ र जाँदैछु त्यता पनि देखाउँछु के छ। ल गाइस यता चाहिँ लौका पनि निकाल्ने हो। लौका पनि हेर्न सक्नुहुन्छ। बोट चाहिँ यति सानो छ, फल चाहिँ एउटामा 3-4वटा लागेको छ। ल यता चाहिँ हाम्रो बारीमा चाहिँ फर्सी छ, लौका छ, यता खरबुजा छ, यो यतापट्टि भिन्डी छ, तल मकै छ सिपी सिड्सको। यता चाहिँ अनियन प्याज देख्न सक्नुहुन्छ। प्याज चाहिँ अलि हरियो छ। यो चाहिँ मल्चिङमा नयाँ तरिकाले लगाउन कस्तो हुन्छ भनेर यो चाहिँ सेम्पल हो। यो चाहिँ अहिलेको लागि प्रचारकालीनमा छ। कस्तो उत्पादन हुन्छ यो चाहिँ पछि हेरौँ ल। यसो चाहिँ गोलभेडाहरू पनि प्रशस्तै फलेको छ। ल हाम्रो बारीमा चाहिँ थुप्रो छ तरकारीहरू। र गाइज हाम्रो यताको बारीमा पनि काँक्राहरू लगाएको छ। उताको भन्दा चाहिँ यता अलिक पातलो छ, तर काँक्रा यता पनि फलेको छ। यता पनि टिपिन्छ, देख्न सक्नुहुन्छ है काँक्रा। जात चाहिँ त्यही एउटै हो, भक्तपुरी लोकल। र यता यो झेक्रा लगाएको यो टनेलमा चाहिँ गिराम्ला लगाएको छ, त्यो पनि अब फुल्ने क्रममा छ। गाइज अब चाहिँ लौका टिप्ने हो र देख्न सक्नुहुन्छ म टिप्छु, अहिले चाहिँ भिडियो गर्छ। फलेको छ गाइस, सानो छ। फेरि 4-5 दिनमा त्यो रेडी हुन्छ है। ल गाइस हाम्रो चाहिँ फाइनल्ली 2 झोला टिप्यो, 2 झोलाभन्दा बढी छ र यति टिपेका छौँ। अझै खेतमै छ, निकाल्छौँ 2-4 दिनपछि फेरि। ल देख्न सक्नुहुन्छ लौका छ, काँक्रा छ, लगभग 15-20 किलो जति काँक्रा होला, 7-8 किलो लौका होला।